धेरैजना स्टुडेन्टले चाहिँ मलाई मेसेज गर्नुभएको थियो, "सर तपाईँले चाहिँ कुन तरिकाले अर्निङ गर्दै हुनुहुन्छ? कुन प्लेटफर्ममा अर्निङ गर्दै हुनुहुन्छ? एक्चुअलमा यो कुनै त स्क्याम त होइन?" धेरैजनाले क्वेसन मलाई गर्नुभएको थियो। सो मैले चाहिँ यो भिडियोमा सबै प्रोसेस र सबै एन्सर क्वेसन तपाईँलाई भन्नेछु। सो मैले चाहिँ काम गरिरहेको प्लेटफर्मको नाम भनेको ज्ञान ग्रोथ प्लेटफर्म हो, जुन चाहिँ फुल्ली गभर्नमेन्ट रजिस्टर्ड छ। र यसमा चाहिँ तपाईँले ढुक्कको साथ होइन सिक्न पाउनुहुन्छ स्किलहरू। अब स्किलमा चाहिँ ज्ञान ग्रोथ प्लेटफर्मले चाहिँ के प्रोभाइड गराउँदैछ? सो ज्ञान ग्रोथले होइन तपाईँले चाहिँ डिजिटल स्किलहरू प्रोभाइड गराउँछ। सो सबैभन्दा सुरुमा चाहिँ एक्चुअलमा ज्ञान ग्रोथ प्लेटफर्म भनेको के हो? सो ज्ञान ग्रोथ प्लेटफर्म भनेको एउटा टेक लर्निङ प्लेटफर्म हो, जहाँ तपाईँले डिजिटली स्किलहरू सिकाउँछ, जुन चाहिँ तपाईँले आफ्नो घरमै बसेर आफ्नो फोनको थ्रुबाट ल्यापटपको थ्रुबाट सिक्न पाउनुहुन्छ। र यही प्लेटफर्ममा तपाईँले अफिलिएट प्रोग्राममा पनि काम गरेर अनलाइन इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अब अफिलिएट प्रोग्राममा कसरी काम गर्ने, कुन तरिकाले काम गर्ने, त्यो स्किलहरू चाहिँ हाम्रो रेगुलर बेसिसमा अफिलिएट मार्केटिङको, डिजिटल मार्केटिङको, फ्रिलान्सिङको, एआई भिडियो जेनेरेसनको त्यो सबै स्किलहरू चाहिँ साँझको टाइममा सिकाउँछ। जब तपाईँ स्टार्ट गरिहाल्नु हुन्छ प्लेटफर्म यो ज्ञान ग्रोथ, तब तपाईँले एकदमै सही तरिकाले स्टेप बाई स्टेप साँझको बेला ट्रेनिङ पाउनुहुन्छ। अब कस्तो हुन्छ भन्दाखेरि मान्छेले के भन्छ, "सर मलाई चाहिँ काम कसरी गर्ने त्यो सिकाइदिनु न" भनेर भन्ने क्वेसन गरेको गरै हुन्छ। सो काम गर्नुको लागि त सबैभन्दा सुरुमा त सिक्नु पर्यो, र सिक्नको लागि हामीसँग प्याकेजहरू छ, कोर्सहरू छ, बेसिक होइन, स्ट्यान्डर्ड, प्रिमियम, मास्टर। यो 4वटा प्याकेजमा तपाईँले त्यो कोर्सहरू स्टेप बाई स्टेप सिकेर नबुझेको कुराहरू चाहिँ साँझको टाइममा ट्रेनिङमा हाम्रो सर, सिनियर सरहरूले सिकाउनुहुन्छ। अनि पर्सनली म पनि गाइड गरिदिन्छु हजुरहरूलाई, जसले गर्दाखेरि तपाईँले ग्रोथ गर्नमा एकदमै सजिलो हुन्छ। र यसमा चाहिँ काम गर्ने एकदमै इजी छ, किनभने तपाईँसँग 2-3 घन्टा टाइम होला। अब यहाँ धेरैजना क्वेसन हुन्छ, हार्ड छ कि इजी छ कि कस्तो छ सर भनिदिनु भनेर धेरैजना क्वेसन हुन्छ। सो यसमा काम गर्नुको लागि कुनै पनि हार्ड छैन। बस हल्का तपाईँहरू चाहिँ मेहनत गर्ने खाले हुनु पर्यो, डिसिप्लिनमा काम गर्नु पर्यो, अनि सिक्नको लागि थोरै टाइम दिनु पर्यो। 2-3 घन्टा टाइम हाम्रो सिक्नेमा पनि हुन्छ। साँझको टाइममा 1 घन्टाको ट्रेनिङ हुन्छ। 1 घन्टा तपाईँले बुझेको कुराहरू रिपिट गरेर सिक्नु पाउनुहुन्छ भने मजाले काम गर्न सकिन्छ। अनि धेरैजना क्वेसन यो पनि हुन्छ, "सर अर्निङ कहिलेदेखि हुन्छ?" जुन टाइममा तपाईँले मजाले सिकिहाल्नुहुन्छ त्यो टाइममा मजाले अर्निङ गर्न सक्नुहुन्छ। प्लस तपाईँले बेसिक कुराहरू सिक्दै सिक्दै पनि अर्निङ गर्न सक्नुहुन्छ। इफ तपाईँले लाग्छ मैले अब सिकिहालेँ म अर्निङ गर्न सक्छु, त्यो टाइमदेखि तपाईँले काम गर्न सक्नुहुन्छ मजाले। सो यसमा चाहिँ अर्को कुरा अझै छ, यो कुनै स्क्याम त होइन, धेरैजनाले क्वेसन गर्छ होइन। सो यहाँ मैले साइडमा यहाँ हेर्न सक्नुहुन्छ, मैले गभर्नमेन्टको एप्रुभ पनि राखिदिएको छु। अनि तपाईँहरूले चाहिँ वेबसाइटमा गएर पनि होइन तलपट्टि जानुहुन्छ भने तपाईँले हेर्न पाउनुहुन्छ। के भन्दाखेरि हाम्रो वेबसाइटको रजिस्टर होइन छ कि छैन त्यहाँ राखिदिएको छ है। अनि हामीसँग अर्को के छ बेनिफिट्स भन्दाखेरि नि, यहाँ तपाईँले चाहिँ रेगुलर ट्रेनिङ पाउनुहुन्छ। सो तपाईँहरूले होइन ढुक्कको साथ ज्ञान ग्रोथ प्लेटफर्ममा स्टार्ट गर्नु होइन, र जसले गर्दाखेरि तपाईँलाई ग्रोथ गर्नमा एकदमै इजी हुन्छ। अनि के पनि कन्फ्युजन हुन्छ भने मलाई पर्सनली सोद्धा हुन्छ, म पर्सनली गाइड गरिदिन्छु तपाईँहरूलाई। सो थ्याङ्क यू सो मच सबैजनालाई। अनि यो भिडियो हेरेकोमा तपाईँहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद। सब्सक्राइब गरेर जानु होला, नेक्स्ट टपिकमा तपाईँहरू भिडियो पाउनुहुन्छ।